बुक भ्याल्यु भन्नाले कुनै कम्पनीको कुल सम्पत्ति एसेट्सबाट कुल दायित्व घटाएपछि बाँकी रहने रकमलाई जनाउँछ, जसले कम्पनीको वास्तविक लेखाअनुसारको मूल्य देखाउँछ। सरल भाषामा भन्नुपर्दा बुक भ्याल्यु भनेको कम्पनी बन्द भयो भने सम्पूर्ण ऋण तिरेर शेयरधनीले पाउने अनुमानित रकम हो। यो कम्पनीको लेखा विवरण ब्यालेन्स सिटबाट निकालिन्छ र कम्पनीको वित्तीय स्वास्थ्य बुझ्नका लागि एक महत्त्वपूर्ण सूचक हो। बुक भ्याल्यु निकाल्ने सूत्र यस प्रकार हुन्छ: बुक भ्याल्यु बराबर टोटल एसेट्स माइनस टोटल लायबिलिटिज। उदाहरणका लागि कुनै कम्पनीसँग 50 करोडको सम्पत्ति छ र 30 करोडको दायित्व छ भने बुक भ्याल्यु 20 करोड हुन्छ। यदि उक्त कम्पनीका 10 लाख किता शेयर छन् भने प्रति शेयर बुक भ्याल्यु 20 करोड डिवाइड बाई 10 लाख बराबर रु 200 हुनेछ। यसको अर्थ प्रत्येक शेयरको वास्तविक मूल्य रु 200 बराबर छ। बुक भ्याल्यु लगानीकर्ताले कम्पनीको आन्तरिक मूल्य बुझ्न प्रयोग गर्छन्। यदि बजारमा उक्त कम्पनीको शेयर मूल्य बुक भ्याल्युभन्दा धेरै माथि छ भने त्यसलाई ओभर भ्याल्युड भनिन्छ, जसको अर्थ लगानीकर्ताले अपेक्षाभन्दा बढी मूल्यमा शेयर किनिरहेका छन्। उल्टो अवस्थामा शेयर मूल्य बुक भ्याल्युभन्दा तल छ भने त्यसलाई अन्डर भ्याल्युड भनिन्छ, जसले लगानीको राम्रो अवसर जनाउँछ। नेपालको सन्दर्भमा बुक भ्याल्यु प्राय वित्तीय संस्था र ब्याङ्कहरूको स्थायित्व मापन गर्न प्रयोग गरिन्छ। उच्च बुक भ्याल्यु भएको कम्पनीले आफ्नो सम्पत्ति राम्रोसँग उपयोग गरिरहेको जनाउँछ भने लगातार घट्दो बुक भ्याल्यु कम्पनीको जोखिम बढेको सङ्केत हो। तर बुक भ्याल्यु मात्रले कम्पनीको पूर्ण मूल्याङ्कन गर्न सकिँदैन, किनभने यसले बजारको माग, ब्रान्ड भ्याल्यु, व्यवस्थापनको क्षमता वा भविष्यको आम्दानी जस्ता कुराहरू समेट्दैन। उदाहरणका लागि कुनै कम्पनीको बुक भ्याल्यु रु 150 भए पनि बजार मूल्य रु 500 हुन सक्छ यदि लगानीकर्ताहरूले त्यसको भविष्यमा राम्रो वृद्धि हुने अपेक्षा राखेका छन् भने। अन्ततः बुक भ्याल्यु लगानी विश्लेषणको आधार हो। यसले कम्पनी कति बलियो वा कमजोर छ भन्ने आधारभूत तस्विर देखाउँछ। बुद्धिमान लगानीकर्ताले बुक भ्याल्युलाई EPS अर्थात् अर्निङ्स पर शेयर, PE रेशियो र मार्केट भ्याल्युसँग तुलना गरेर मात्र निर्णय गर्छन्, जसले कम्पनीको वास्तविक मूल्य र बजारको धारणा बीचको अन्तर स्पष्ट पार्छ।